क्या अलि मान्छे पनि लाउनु पर्यो अब हाम्रो लागि केवल सिनियर मात्र नभएर प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो। तपाईँहरूले देखाउनु भएको अनुशासन सञ्चालक ज्यू, यस कार्यक्रमका सभाध्यक्ष महोदय, यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्षज्यू, यस विद्यालयका प्रधानाध्यापकज्यू एवं मेरा सम्पूर्ण साथीहरू र भाइ बहिनीहरू, यस्तो केही तयारी त छैन तर पनि बिदाय भनेपछि आफै फेरि भेटौँला कार्यक्रम कुराहरु भन मिट अगेन्स्ट कहाँ बिदाय भने जाने एउटा तिम्रो भोलि जाने त हैन नि त भिजिट अगेन्स्ट प्रोग्राम हो यो सबैजनालाई धन्यवाद दिन चाहन्छु। शिक्षक गुरुवर्ग सबैजनालाई र 11 का भाइ बहिनीहरूलाई पनि यति राम्रो आयोजना गर्नुभयो कार्यक्रमको यसको लागि। अनि पछि हामी नहुँदाको पल जति हजुरहरूले हामीलाई यसरी साथ सपोर्ट दिनु भइरहेको सधैँ पनि हामी हजुरहरूको साथ सपोर्ट लिइरहेको हामी यहाँ नभए पनि सधैँ हजुरहरूले याद गरिदिनेछौँ र सधैँ टाढै भए पनि हजुरहरूको साथ सपोर्ट दिइराख्नेछौँ। आज हामी यो विद्यालयबाट बिदाई हुँदै गर्दाखेरि चाहिँ एउटा गीत गाऊ त्यस्तै
फेरि भेटौँडा कार्यक्रममा आज यो विद्यालयको औपचारिक कुरालाई बिट मार्दै मेरो यो आँसु आउँदै बोलिरहेको छ म धेरै धन्यवाद फेरि भेटौँला सभापति महोदय प्रधान अध्यापक सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण पूर्ववर्गज्यूहरू फेरि भेटौँला कार्यक्रममा सहभागी हुनुभएका प्यारा भाइ बहिनीहरू आज यो कार्यक्रम संयोजन गर्नु यो विदाई कार्यक्रम राख्दाखेरि यस्तै यस्तै हामी कर्मचारी भएर जान्थ्यौँ, हामीले कलेज लाइफमा पढ्यौँ, विद्यालयमा पढ्यौँ, यो विदाई भन्ने यस्तै हुन्थ्यो। अझै पहिला के गर्नु पर्यो भने मोडिफाई गरेर चाहिँ फेरि भेटौँडा कार्यक्रम राखौँ, किनभने हामी तपाईँ यहाँबाट गइसकेपछि सदैव तपाईँहरू यहाँ छोडेर हाम्रो जाने होइन। तपाईँ गाउँमा बस्नुहुन्छ, कोही नेपालभित्रै बस्नु होला, कोही कलेज पढ्नु होला होइन, यहाँ घुम्नु अगाडि तपाईँलाई दिएका शिक्षा दीक्षाहरूको बारेमा तपाईँ स्मरण गर्नु होला हो। त्यसो हुनाले चाहिँ तपाईँका आज चाहिँ यो सर पनि तपाईँको होइन आँसु धाराहरू हो, सरहरूको सिरियस हुनुहुन्छ, कति सानैदेखि तपाईँलाई पढाउनु भएको छ, गाली गर्नु भएको, केही भन्नुभएको होला तपाईँको लागि। अब तपाईँले भन्नुभयो बहिनीले अब मेच्युरिटी आयो तपाईँलाई, औ सरले हामीलाई गाली गरेको त हाम्रो लागि रहेछ भनेर तपाईँले सोचिरहनु भएको छ। तपाईँहरूले अब अघि बहिनीहरूलाई सोचेर अब ब्याचलर के पढ्दाखेरि तपाईँहरू ब्याचलर पढ्नुपर्छ, कोही मास्टर डिग्री गर्नु होला, तर तपाईँले पिएचडी पनि गर्नु होला तपाईँ होइन। पढ्ने कुरा त नेभर इन्डिङ प्रोसेस हो है, सधैँभरि पढ्ने विद्या भनेको कहिले सिद्धिँदैन। यो शिक्षालयको शिक्षा सिद्धिए पनि यो अनुभवको ज्ञानहरू कहिले सिद्धिँदैन। यो अनुभव मैले पनि तपाईँको पढिसकेर पिएचडी गरिसके पनि गाउँ समाजमा बसेर म धेरै अध्ययन गरिरहेको छु। मान्छे व्यक्तिको चरित्रको बारेमा, व्यक्तिको बोलीको बारेमा, व्यवहारको बारेमा, बानीको बारेमा, प्रकृतिको बारेमा। बिहान मैले हेरेको बाबुना भट्टराई त्यत्रो प्रधानमन्त्री भएर मान्छे गोर्खाको जङ्गलमा मान्छे लिएर घुम्दै हुन्थ्यो, वन जङ्गलमा चराचुरुङ्गी हेर्दै हुन्थ्यो। मान्छे प्रकृतितिर फर्किन्छ के भौतिकवादले मान्छेलाई जति पनि लगाएर चाहिँ भुलाइसकेपछि मान्छेलाई ब्याक टु नेचर हुन्छ। आफ्नै गाउँ बस्ती, बाउ आमा छोरा छोरी भाइ बहिनी इष्टमित्र लास्टमा चाहिँदैन। त्यसले गर्दाखेरि बहिनीहरूलाई मैले भने तपाईँहरू आफूबाट छुटिएर सधैँभरि जाने होइन है। तपाईँ यहाँ आउनुभयो, 12 वर्ष समय पढ्नुभयो, हामीलाई सदभाव राख्नुभयो, यही विद्यालयमा तपाईँ पढिदिनु भयो, यही धरती टेकिदिनु भयो, हामीलाई गर्नु छ नि त होइन। त्यसले गर्दाखेरि तपाईँहरू धेरै असुधारा लिएर तपाईँ जानुभयो भने हाम्रो पनि चित्त दुख्छ, हाम्रो पनि आशा हो, खुसी भएर जानुहोला। अब 11 भाइ बहिनीहरू हुन्छ, तपाईँले कार्यक्रम गर्नुभयो, विद्यार्थी पढ्नुपर्छ, पढेपछि तपाईँको ज्ञान वृद्धि हुन्छ, वृद्धि भएपछि तपाईँको राम्रो बन्दै जान्छ। ध्यान नभइकन तपाईँ जहिले पनि भन्छु अहिले तपाईँहरूमा कन्सेन्ट्रेट अफ माइन्ड छैन है, ध्यानै छैन मोबाइलमा अरू कुरामा, नराम्रो कुरा भयो भने पढाइ अलिक कम भयो भने अलिक पर्फर्मेन्स घट्दै गएको हो कि हामी भएको छ। त्यसले गर्दाखेरि अनुशासन पनि धेरै इम्पोर्टेन्ट। संसारमा सबैभन्दा ठाउँमा बिक्री हुने भन्ने कुरा चाहिँ अनुशासन होइन। बाउलाई चाहिँ तपाईँ रेस्पेक्ट गर्ने, आमालाई रेस्पेक्ट गर्ने, गुरुलाई रेस्पेक्ट गर्ने, अनि भाइलाई रेस्पेक्ट गर्ने, बहिनीलाई रेस्पेक्ट गर्ने होइन, अनि साथीलाई रेस्पेक्ट गर्ने होइन। रेस्पेक्टले तपाईँ जब यु रेस्पेक्ट टु अदर्स, अदर अल्सो रेस्पेक्ट दिनु हो नि त। तपाईँ अरूलाई माया दिनुहुन्छ भने तपाईँलाई माया दिने हो है, तपाईँले माया दिनुहुन्न गाली दिनुहुन्छ भने तपाईँले चाहिँ अब तपाईँले माया पाउनु नि त। त्यो भन्नाले त्यो गर्नुहोला, शिक्षण गर्नु होला, हाम्रो चाहिँ मलाई पढिदिनु भयो, गभर्मेन्ट ब्याचलर डिग्री पढ्नु होला होइन। केही समस्या पऱ्यो भने पुग्नु होला, फेरि सम्झिनु होला, हामीलाई सम्झिनु होला, ल डाक्टर साहब तपाईँले हामीलाई समस्या पऱ्यो यस्तो गऱ्यो भने हामीले के गर्नुपर्छ तपाईँ मलाई भनिदिनु होला। मैले कहिले तपाईँहरू चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई म काठमाडौँ त्यता दुई तिन दुईहरूलाई मैले आफै व्यक्तिगत पनि मैले गरिरहेको छु। संसारको जहिले पनि बिक्री हुन्छ, अनुशासन राख्नु होला, अध्ययनलाई पनि चिन्तनशील गर्नु होला, एनालाइटिक स्टडी गर्नु होला है। त्यसो गर्नुभयो त्यो राम्रो हुन्छ। त्यसले गर्दै हजुरहरू बहिनीहरूको पुरा तपाईँको भविष्य सबै दिदी बहिनी सबैलाई
धेरै धेरै धन्यवाद आइदिएकोमा। अब